Behold, I come quickly. Hold that fast which thou hast, that no man take thy crown. हेर म चाँडै आउँछु, तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख र तिम्रो मुकुट कुनै मानिसले खोसेर लैजान नपाओस्। These are the words of the Lord Jesus Christ to the church at Philadelphia. यी वचनहरू चाहिँ फिलाडेल्फियामा भएको मण्डलीको निम्ति प्रभु यीशु मसीहबाट हो। When you read this verse, you'll come to understand that it is a warning and a promise. तपाईले यसलाई पढ्दा हुँदै बुझ्न सक्नुहुन्छ यो चाहिँ एउटा चेतावनी लगायत यो एउटा प्रतिज्ञा पनि हो। Behold, I come quickly is a reminder to us. हेर म चाँडै आउँछु, यो चाहिँ हाम्रो निम्ति एउटा सम्झनामा ल्याउने कुरो हो। That is coming is very soon. ताकि उहाँको आगमन चाहिँ अति शीघ्र चाँडो छ। We all have a watch in our hand. हामी सबैको साथमा घडी छ हातमा। And we always look for time, we look at a watch. अनि हामी जहिले पनि समयको लागि घडी हेर्छौं। If you want to know when the Lord Jesus Christ is coming, यदि तपाई जान्न चाहनुहुन्छ कि प्रभु यीशु मसीह कहिले आउनुहुन्छ भने you must look that God has got a watch. तपाईले हेर्नुपर्छ कि प्रभुको साथमा पनि एउटा घडी छ। You know what is that watch that God has got? परमेश्वरको साथमा भएको त्यो घडी कुन हो तपाईलाई थाहा छ? That is the nation of Israel. त्यो चाहिँ हो इजरायलको राज्य। So you must look what is happening in Israel right now. अहिले चाहिँ इजरायलमा वर्तमानमा के भइरहेको छ त्यो चाहिँ तपाईले हेर्नुपर्छ। And when you look at the events that is taking place in Israel, अनि जुन घटनाहरू इजरायलमा घटिरहेको छ त्यो तपाईले हेर्नुभयो भने you will come to understand that we don't have much time. अनि तपाईले हामी बुझ्न सक्छौं कि हाम्रो साथमा प्रशस्त समय छैन। Everything in this world is coming to an end. संसारमा भएको सबै कुरो चाहिँ अब अन्तमा आउँदैछ। That is why the Lord said, behold, I come quickly. यसै कारण प्रभु भन्नुहुन्छ हेर म चाँडै आउँछु। And then he calls us to stretch our patience. अनि उहाँले चाहिँ हामीलाई भन्नुहुन्छ हाम्रो धीरजलाई चाहिँ एकदम तन्काएर लगेको। That is why the Lord said, hold that fast what you have received. तिमीले जे पनि प्राप्त गरेको छौ त्यो कुरा चाहिँ जो तिमीसँग छ त्यसलाई बलियो गरी पक्रिराख। That no man take thy crown or no man take thy reward. ताकि तिम्रो मुकुट कसैले खोसेर लैजान नपाओस् अर्थात् तिम्रो इनामलाई कसैले लैजान नपाओस्। God's call or command comes to his people at a time of crisis. अनि एकदमै परिस्थिति र संघर्षको बेलामा चाहिँ परमेश्वरको आवाज या त पुकार आफ्ना लोगहरू प्रति आउँदछ। In a world full of instability and confusion, यो संसार जो अस्थिरता र गडबडीले भरिएको छ, so many distractions and compromise, धेरै प्रकारको अल्मलाउने अनि सम्झौताको कुराहरू छन्। and God's people are called to hold fast. अनि परमेश्वरका छोराछोरीहरूलाई चाहिँ बलियो गरी पक्रिराख्नु भनी बोलावट आएको छ। Hold fast what? के कुरो चाहिँ बलियो गरी पक्रनु? That is the question you must ask. त्यो प्रश्न तपाईले गर्नुपर्छ। What should I hold fast? मैले चाहिँ के कुरो बलियो गरी पक्रनु पर्ने? The answer is, उत्तर हुन्छ to what you have received, जुन कुरा तिमीले ग्रहण गरेका छौ, to what you have learned, जुन कुरा तिमीले सिकेका छौ, what you have experienced. जुन कुरा तिमीले अनुभव गरेका छौ। Jesus is saying, येशूले भन्नुहुँदैछ don't lose what you have gained. जुन कुरा तिमीले प्राप्त गरेको छौ त्यो कुरा तिमीले नगुमाऊ। Don't give up what you have been entrusted by God to you. परमेश्वरले तपाईको भरोसामा छोड्नु भएको कुरालाई तपाईले लापरवाही नगर्नुहोस्। Now, before we hold fast, what did we receive from God? अब हामीले बलियो गरी पक्रन भन्दा अघि हामीले प्रभुबाट चाहिँ के पायौं त? Number one, सबैभन्दा पहिलो you and I, we have received our salvation. तपाई अनि मैले हामीले चाहिँ हाम्रो मुक्ति पायौं। God counted you and me worthy to give us this so
great salvation. अनि प्रभुले चाहिँ तपाईँ नि मलाई त्यो योग्यको ठहराउनु भयो कि हामीले यति महान मुक्ति पायौं। That is the first thing. यो हो पहिलो कुरो। Number two, दोस्रो, we have received the Holy Spirit. हामीले पवित्र आत्मा पाएका छौं। The Holy Spirit is the person who does the changing work, transforming work in our life day by day. अनि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ जसले चाहिँ तपाईँ नि ममा चाहिँ हामीलाई बदल्दै लाने, परिवर्तन गर्दै लाने, प्रभु येशूको रूपमा ढाल्दै लाने काम दिनहुँ गर्नुहुन्छ। Thirdly, we have received the word of God. तेस्रो कुरो हामीले चाहिँ परमेश्वरको वचन पाएका छौं। Fourthly, चौथो, your witness, your testimony, तपाईको साक्षी, तपाईको गवाही, your walk with God, तपाईको प्रभुको साथको हिँडाइ, your spiritual progress. तपाईको आत्मिकी प्रगति, That is what the Lord is telling us. Don't give up. यो चाहिँ प्रभुले भन्नुहुँदैछ त्यसमाथि चाहिँ तपाईले हार नमान्नुहोस्, Have patience. धीरज धर्नुहोस्। You started well. तपाईले राम्रोसँग सुरु गर्नुभयो, The end is very important. अब अन्त चाहिँ अति मुख्य छ। That is why the Lord said to the church at Philadelphia, यसै कारणले गर्दा प्रभुले फिलाडेल्फियाको मण्डलीलाई भन्नुभयो, have patience. धीरज धर, Stretch your patience. तिम्रो धीरजलाई एकदमै तन्काएर लैजाऊ। What is the limit? त्यसको सीमा चाहिँ कहाँ छ? How far you must stretch? तपाईले कहाँसम्म धीरज धर्नुपर्ने? Until the Lord Jesus Christ returns. जबसम्म प्रभु यीशु मसीह आउनुहुन्छ। That is what the word of God is reminding us. यो कुरोहरू चाहिँ प्रभुको वचनले हामीलाई सम्झनामा ल्याउनु हुँदैछ। So my dear brothers and my dear sisters, यसकारणले गर्दा मेरा प्रिय दाजुभाइहरू, दिदीबहिनीहरू, it is very, very important. यो अति अति मुख्य छ। Now we all know very well the 7 churches of Asia Minor. अनि हामी राम्रोसँग जान्दछौँ एसियामा भएका 7 वटा मण्डलीहरू। There are 7 churches mentioned in Revelation chapter 2 chapter 2 and chapter 3. 2 अनि 3 अध्यायमा चाहिँ प्रकाशको पुस्तकमा हामी एसियामा भएका 7 वटा मण्डलीहरूलाई वर्णन गरिएको पाउँछौँ। John the Apostle worked in these 7 churches for many, many years. अनि प्रेरित यूहन्ना चाहिँ धेरै वर्षसम्म यो यी 7 वटा मण्डलीहरूमा हिँडडुल गर्नुभयो। And after working so many years, यति धेरै वर्षसम्म काम गरे पश्चात at the end of his labor, उहाँको परिश्रमको अन्ततिर he became very disappointed. उहाँ अति नै निराश हुनुभयो। You know why? तपाईलाई थाहा छ किन? He worked so hard among them. उहाँ उनीहरूको बीचमा कति घोर परिश्रम गर्नुभयो। At the end of his labor, अनि उहाँको परिश्रमको अन्तमा चाहिँ he was disappointed. उहाँ त निराश हुनुभयो। You know why? तपाईलाई थाहा छ किन? Nothing of the Lord Jesus Christ was found in the life of the believers. अनि विश्वासीहरूको जीवनमा चाहिँ प्रभु येशू मसीह जस्तो कुनै पनि कुरो पाइएन। If you are a pastor, तपाई गोठालो हुनुहुन्छ भने, if you are an elder, तपाई प्राचीन हुनुहुन्छ भने, if you are a deacon or a God servant, तपाई डिकन या त प्रभुको सेवक हुनुहुन्छ भने, you will understand the pain what John went through. तपाईले त्यो पीडालाई बुझ्न सक्नुहुन्छ जो यूहन्ना भएर जानुभयो। It's a terrible pain. यो त अति नै भयानक वेदना हो। Do you understand? तपाई बुझ्नु हुँदैछ? I labored so many years. मैले अति धेरै वर्षसम्म परिश्रम गरे। When I become old, जब म वृद्ध हुन्छु, nothing of Christ was found in the believers. ख्रीष्ट सम्बन्ध राख्ने कुनै कुरो पनि विश्वासीहरूमा पाइएन। And John the Apostle was very disappointed. अनि प्रेरित यूहन्ना चाहिँ अति नै निराश हुनुभयो। You know what was his age? तपाईलाई थाहा छ उहाँको उमेर कति थियो? 80 plus years. उहाँ चाहिँ 80 भन्दा बढी उमेरको हुनुहुन्थ्यो। And you know what happened? तपाईलाई थाहा छ के भयो? When he was 80 plus years, जब उहाँ 80 देखि बेसी वर्षको हुनुहुन्थ्यो, totally disappointed, पूरा प्रकारले निराश, the Romans are very cruel people. रोमीहरू चाहिँ अति क्रूर व्यक्तिहरू हुन्छन्। The Roman soldiers, they give terrible punishment to criminals. अनि रोमी सेनाहरूले चाहिँ अपराधीहरूलाई चाहिँ बडो कठोर दण्डहरू दिन्छन्। See what they did to the Lord Jesus Christ. हेर्नुस् त प्रभु येशू मसीहले उनीहरूले के गरे? The man who did no sin, जुन व्यक्तिले पापै गर्नु भएन, the man who knew no sin, जुन व्यक्तिले पापै जान्नु भएन, innocent man, एकदम निर्दोष प्रभु, what did they do? के गरे उनीहरूले? They crucified him alive. उनीहरूले चाहिँ
जिउँदै प्रभुलाई क्रुसमा टागे। Very cruel people. कति निष्ठुर व्यक्तिहरू। So you know, during that time, there was an emperor called Domitian. ती समयहरूमा चाहिँ एकजना सम्राट हुनुहुन्थ्यो जसको नाम डोमिनिसियन थियो। He was the emperor at that time when John was alive. जब यूहन्ना चाहिँ जीवित हुनुहुन्थ्यो त्यो समयको चाहिँ उनी सम्राट थिए। He hated Christians. तिनले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ घृणा गर्थे। So he exiled John the Apostle to the Isle of Patmos. अनि तिनले चाहिँ पटमोस भनिने टापुमा चाहिँ यूहन्नालाई एकदमै पठाइदिए, लखेटिदिए। The island of Patmos is in the present place is called Greece. अहिलेको वर्तमान समयमा त्यो समयको पटमोसलाई चाहिँ अहिले ग्रीस भनिन्छ। All the tourists from all over the world, they come to this Greek island called Patmos. अनि यो ग्रीसमा भएको टापुमा चाहिँ संसारभरिबाट मानिसहरू यो पटमोसमा एकदम घुमफिर गर्न आउँछन् पर्यटकहरू भएर। In the year 1984, God gave me the privilege to go to this place called Greek island. यो ग्रीकको टापुमा चाहिँ 1984 सालमा प्रभुले पनि मलाई अनुग्रह सौभाग्य दिनुभयो यस जग्गा जानलाई। So in this island called Patmos, अनि यो पटमोस भनिने टापुमा they put all the worst of the worst criminals. त्यस जग्गामा चाहिँ सबैभन्दा घोर अपराधीहरूलाई चाहिँ त्यस जग्गामा लगिन्छ। In that island, they put John the Apostle. अनि त्यस्तो टापुमा चाहिँ तिनीहरूले चाहिँ यूहन्ना प्रेरितलाई राखे। He did not do any criminal thing. उनले कुनै प्रकारको गैर कानुनी कामहरू गर्नु भएन। Now turn your Bibles to Revelation chapter 1. अब तपाईले प्रकाशको पुस्तक 1 अध्यायलाई खोल्नुहोस्। See what John is saying हेर्नुहोस् यूहन्नाले के भन्नुहुँदैछ। in verse 9. 9 पदमा Why he was put in the island of Patmos. तिनलाई पटमोस टापुमा किन लगियो। Revelation chapter 1 verse 9 all together loudly. प्रकाशको पुस्तक 1 अध्यायको 9 पदलाई हामी सबै मिलेर उच्च स्वरमा साथमा पढौं। I म Johन यूहन्ना जो तिमीहरूका भाइ हुँ अनि संकष्टमा र यीशु ख्रीष्टको राज्य र धीरजमा सहभागी पनि हो, परमेश्वरको वचनका निम्ति र यीशु ख्रीष्टको गवाहीका निम्ति पतमोस भनिने टापुमा थिए। You got the answer. तपाईले यसको जवाब पाउनुभयो। Why was he put in the island of Patmos as a criminal? किन एउटा अपराधीको रूपमा उनलाई पतमोस भनिने टापुमा लगियो? Because he was preaching the word of God. किनभने तिनले परमेश्वरको वचन प्रचार गर्नुहुँदै थियो And he was a testimony for the Lord Jesus Christ. अनि उहाँ चाहिँ यीशु ख्रीष्टको निम्ति गवाही हुनुहुन्थ्यो। Do you understand? तपाई बुझ्नुहुन्छ? They put him in that island of Patmos. उनीहरूले चाहिँ उहाँलाई पतमोस टापुमा राखे। Now, please note, the history tells us, तपाईले यो कुरालाई ध्यान दिनुहोस्, इतिहासले बताउँदैछ in the jail in the island of Patmos, it is a cave. त्यो पतमोस भनिने टापुमा चाहिँ गुफाहरू छन्। Do you understand? बुझ्नुहुँदैछ? He cannot stand, he cannot sleep, he cannot sit. तपाई चाहिँ उभिन पनि सक्नुहुन्न, बस्न पनि सक्नुहुन्न, सुत्न पनि सक्नुहुन्न। In the room, it's like a cave. It's like a cave, like a rock. एउटा चट्टानको गुफा जस्तो साना साना झ्यालखानाहरू छन्। No bed, no table, no fan, no AC. त्यहाँनिर कुनै पलङ पनि छैन, कुनै त्यहाँनिर झ्याल ढोका पनि छैन, त्यहाँनिर फ्यान एसी केही छैन। The criminals who are there, they are not given proper food and facility. अनि त्यहाँ भएका कैदीहरूलाई चाहिँ कुनै प्रकारको भोजन या त कुनै प्रकारको सुविधाहरू नै छैन। In that island, John the Apostle was there. अनि त्यस प्रकारको टापुमा चाहिँ प्रेरित यूहन्ना हुनुहुन्थ्यो। Today, you see the jail. आजको दिनको जेलहरू हेर्नुहोस्। It is 5-star hotel. एउटा 5 स्टार होटल जस्तो छ। Table, टेबल हुन्छ, chair, चौकी हुन्छ, bed, त्यहाँ पलङ हुन्छ, AC, एसी हुन्छ, TV, टिभी हुन्छ, everything there. सबै कुरो हुन्छ। And many Christians are praying today. अनि आज धेरै क्रिस्चियनहरूले प्रार्थना गर्दैछन्, Prabhuji, प्रभुजी when can I go to jail? म कहिले जेल जानु पाऊँ? Correct time breakfast 9 o'clock. ठिक टाइममा 9 बजी बिहानको खाजा पाइन्छ। 1 o'clock bell will ring lunch. 1 बजी बेल बज्छ, ठिक्कै खाना पाइन्छ। In the house, घरमा
Our wife will give us lunch sometime 3 o'clock. कोही बेला त हाम्रो घरको स्वास्नीहरूले त दिउँसो 3 बजी मात्रै खाना दिन्छन्। She will say, I got headache. मलाई मेरो पुरा शिर दुख्यो। Sometimes 2 o'clock. कोही बेला 2 बजी। But in the jail, तर जेलमा correct time. ठीक समयमा। But those days, तर ती दिनहरूमा John the Apostle went very difficult time. प्रेरित यूहन्ना त धेरै कठिन समयहरूमा भएर जानुभयो। He was very sad, उहाँ अति दुखित हुनुहुन्थ्यो, totally disappointed. पूर्ण प्रकारले निराश। At that time, त्यो समयमा the angel of the Lord प्रभुको दूत came to John यूहन्ना कहाँ आउनुभयो, in that island, त्यो टापुमा, in that jail. त्यो थुनामा। And the angel said, अनि दूतले भने, John, यूहन्ना I understand. म बुझ्छु, You are very disappointed. तिमी धेरै नै निराश छौ। You work so hard तिमीले कति धेरै परिश्रम गर्यौ in the 7 churches of Asia Minor. ती एसियामा भएका 7वटा मण्डलीहरूमा। Now you come up. अब तिमी माथि आऊ। And the angel took him to the throne room of heaven. अनि दूतले चाहिँ प्रभुको स्वर्गको त्यो सिंहासनको कक्षभित्र लगे। Which room? कुन कक्षमा? Throne room of heaven. स्वर्गको त्यो सिंहासन कक्षमा। Revelation प्रकाश chapter 4, 4 अध्याय verse 1 and 2. 1 अनि 2 पद। Everybody सबैजनाले read loudly. ठुलो स्वरले पढ्नुहोस्। Revelation 4, 1 and 2. प्रकाश 4 अध्याय 1 अनि 2 पद। यी कुराहरू पछि मैले हेरे अनि हेर स्वर्गमा एउटा ढोका खोलिएको थियो अनि पहिलो आवाज जे मैले सुने त्यो मसित बोलिरहेको तुरैको जस्तो थियो, जसले भन्यो, यहाँ माथि आऊ र म तिमीलाई ती कुराहरू देखाउनेछु जुन कुराहरू पछि हुनुपर्नेछ। अनि तुरन्तै म आत्मामा थिएँ अनि हेर स्वर्गमा एउटा सिंहासन बसालियो र सिंहासनमा एकजना बस्नुभयो। He went to the throne room of heaven. उहाँ चाहिँ त्यो सिंहासनको कोठाभित्र जानुभयो स्वर्गमा। He saw the one who was sitting on the throne. अनि उहाँले चाहिँ जो सिंहासनमा बस्नु भएको छ उहाँलाई देख्नुभयो। John saw. यूहन्नाले देखे। He saw the awesome God. उहाँले चाहिँ एकदम अद्भुत परमेश्वरलाई देखे। The mighty God. सर्वशक्तिमान परमेश्वर। There in the throne room of heaven. अनि त्यो स्वर्गको त्यो सिंहासनमा He was given vision of the glorious Lord Jesus Christ. अनि उहाँलाई चाहिँ महिमित प्रभु येशू मसीहको दर्शन दियो। Unbelievable. यो कस्तो अविश्वसनीय। Vision of the glorious Lord. प्रभु महिमित प्रभुको दर्शन। And also the end time. अनि अन्तको दिनहरू पनि। And the historians say अनि इतिहासकारहरूले भन्दछन् that he was in that island of Patmos for nearly 1 to 2 years. उहाँ चाहिँ करिब 1 देखि लिएर 2 वर्षसम्म त्यो पत्मोस भनिने टापुमा हुनुहुन्थ्यो। And it was confirmed, it was truth. अनि यो चाहिँ एकदमै सत्य प्रमाणित पनि भयो। There was an historian. एकजना इतिहासकार थिए। There was a Christian writer. अनि एकजना क्रिश्चियन लेखक पनि थिए। His name was Eusebius. उनको नाम चाहिँ युसेबियस थियो। He said, उनले भने, it is very true यो अति नै सत्य हो that this old man, John the Apostle, कि यो वृद्ध मानिस यूहन्ना प्रेरित he was in that island of Patmos. उनी चाहिँ पत्मोस भनिने टापुमा थिए। Disappointed, निराश अवस्थामा, frustrated. एकदमै विचलित अवस्थामा। Why, Lord? किन प्रभु? Why at the end of my life, किन मेरो जीवनको अन्तमा after working so hard यति घोर मेहनत गरेर for you, तपाईको निम्ति I am in this island, म यो टापुमा छु, suffering. एकदम दुःख भोग्दै। Can I tell you something? के म तपाईलाई एउटा कुरा भनौं? God brings you and me sometime to that kind of position. प्रभुले चाहिँ तपाईं नि मलाई केही समय चाहिँ यस्तो प्रकारको अवस्थामा पनि ल्याउनुहुन्छ। Times of disappointment, त्यो चाहिँ निराशको समयहरू, times of discouragement. त्यो एकदम निरुत्साहित बनाउने समयहरू। When you cry to God, जब तपाईं प्रभुलाई पुकार्नुहुन्छ, your prayers are not answered. तपाईको प्रार्थनाहरूको उत्तरै आउँदैन। No promise from God to comfort you. तपाईलाई सान्त्वना दिनलाई प्रभुबाट कुनै प्रतिज्ञा नै हुँदैन। God brings you and me to that kind of a position And- in our spiritual life. अनि हाम्रो आत्मिक जीवनमा प्रभुले हामीलाई यस्तो प्रकारको अवस्थामा पनि ल्याउनुहुन्छ। We must pray for that kind of position हा- in our spiritual life. And- Lord, bring me to that helpless condition. अनि हामीले परमेश्वरलाई हाम्रो आत्मिक जीवनको सम्बन्धमा प्रार्थना गर्नुहोस्, प्रभु मलाई त्यस्तो असहाय अवस्थामा ल्याउनुहोस्। Bring me to that position when I am helpless.
I can't do anything. मलाई यस्तो अवस्थामा ल्याउनुहोस् जब म आफैलाई यति साह्रो असहाय पाउँछु, म कुनै सहायता नै पाउन सक्दिनँ। Can I tell you something? म तपाईँलाई एउटा कुरा भनौँ, That is the time God begins to work in your life. अनि त्यो चाहिँ हो समय जब चाहिँ प्रभु तपाईँको जीवनमा काम गर्न सुरु गर्नुहुन्छ। When I'm all alone, जब म एक्लो हुन्छु, when I experience loneliness, जब म त्यो एक्लोपनलाई अनुभव गर्दछु, that is the time the Holy Spirit begins to work in you. त्यो हो समय जब पवित्र आत्मा तपाईँ भित्र कार्य गर्न सुरु That is गर्नुहुन्छ। what happened in the life of John the Apostle. अनि प्रेरित यूहन्नाको जीवनमा पनि यस्तै भयो। And when he got the vision of the glorious Lord and the end times, अब महिमित प्रभुको अनि अन्तिम दिनहरूको दर्शन जब उहाँले पाउनुभयो, see what happened to John the Apostle. अब हेर्नुहोस् यूहन्ना, प्रेरित यूहन्नालाई चाहिँ के भयो त? Revelation chapter 1, प्रकाश 1 अध्याय verse 11. अनि 11 पद We are going to read it together. हामी साथमा मिलेर पढ्नेछौँ Everybody. सबैजना। Revelation प्रकाश chapter 1, 1 अध्याय verse 9, 9 all together. I'm sorry, 11. 11 पद सबैजना All together. सबै Saying, मिलेर अल्फा र ओमेगा, प्रथम र अन्तिम म नै हुँ। What thou अनि seest, तिमीले जे write in देख्छौ a book, सो एउटा and the पुस्तकमा seven लेख churches which are in र त्यसलाई Asia. एसियामा भएका 7 वटा मण्डलीहरू अर्थात् एफिसस, स्मर्ना, पर्गमस, थियाटिरा, सार्डिस, फिलाडेल्फिया र लाउडिसियामा पठाइदेऊ। So that is how when John received the vision of the glorious Lord and the end times, he was asked to write this to the 7 churches. यहाँ हामी देख्दछौँ कि कसरी महिमित प्रभु यीशु मसीहको र अन्तिम दिनहरूको दर्शन देख्नुहुने यूहन्नालाई चाहिँ प्रभुले यी 7 वटा मण्डलीहरूको निम्ति चाहिँ पत्र लेख्नु भनेर भन्नुभयो। Not only to the 7 churches in Asia Minor, एसियामा भएका 7 वटा मण्डलीहरूलाई मात्र होइन, but to all the churches throughout the world. तर सारा संसारमा भएका सम्पूर्ण मण्डलीहरूलाई। Can I tell you something? के म तपाईलाई केही कुरा भनौँ? Because John the Apostle went through that difficult time of loneliness in the island of Patmos, जब त्यो पटमोस टापुमा प्रेरित यूहन्ना त्यो एक्लोपनको कठिन समयहरूमा भएर जानुभयो, what happened? के भयो? Today we have the book of Revelation. आज हाम्रो साथमा प्रकाशको पुस्तक छ। We have 22 chapters of Revelation. अनि हामीमा प्रकाशको 22 वटा अध्यायहरू छन्। That is what happened to John the Apostle. अनि प्रेरित यूहन्नालाई यसो भयो। How many books John the Apostle wrote in the Bible? प्रेरित यूहन्नाले बाइबलमा कतिवटा पुस्तकहरू लेख्नुभयो? How many books? कतिवटा पुस्तकहरू? 5 books he wrote. 5 वटा पुस्तकहरू लेख्नुभयो। Gospel according to Saint John, यूहन्नाको सुसमाचार, 3 epistles, 3 वटा पत्रीहरू and the book of Revelation. अनि प्रकाशको पुस्तक। And all the 7 churches अनि यी सबै 7 वटा मण्डलीहरू in Asia Minor, जो एसियामा थिए, today present day it is called Turkey. आजको वर्तमान समयमा टर्की भनिन्छ। It is all the churches are there. अनि यी सबै मण्डलीहरू त्यो जग्गामा छ। Now the Lord Jesus Christ wrote a report about the 7 churches. अनि प्रभु यीशु मसीहले चाहिँ यी 7 वटा मण्डलीहरूको विश्लेषण लेख्नुभयो। Gave a report, एउटा रिपोर्ट लेख्नुभयो, their true condition. उनीहरूको वास्तविक अवस्था। And only 2 churches received very good commendation from the Lord. केवल 2 वटा मण्डलीहरूले मात्र प्रभुबाट एकदम राम्रो असल प्रकारको प्रशंसनीय कुरा पाए। What are those 2 churches? ती 2 मण्डलीहरू कुन कुन हुन्? Smyrna and Philadelphia. स्मर्ना अनि फिलाडेल्फिया। I see from here, you cannot see, but I can see from here, some people's head is going down. तपाईले त देख्नु सक्नुहुन्न, तर म यहाँबाट देख्दैछु कति जनाको चाहिँ शिर एकदमै झुक्दै जाँदैछ। Don't go and hit your head. तपाई आफ गएर चाहिँ शिरलाई भुइँमा नठोकाउनुहोस्। If you allow the sleep to go like that, you will sleep. तपाईले निन्द्रालाई चाहिँ त्यसरी नै जानु दिनुभयो भने तपाई जानुहुन्छ। When the sleep comes, shake. निन्द्रा आयो भने आफैलाई झकझकाउनुहोस्। So we see here that the Lord Jesus Christ sent a report to 7 churches. अनि हामी यहाँ देख्छौँ कसरी प्रभुले यी 7 वटा मण्डलीलाई चाहिँ लेख्नुभयो। And you know something? तपाईलाई थाहा छ एउटा केही कुरा? Do you know how he started the report? तपाईलाई थाहा छ त्यो कसरी सुरु गर्नुभयो लेख्न? You will be surprised. तपाई छक्कै पर्नुहुन्छ। To the 7 churches, 7 वटा मण्डलीहरूलाई he started like this. यस प्रकारले सुरु गर्नुहुन्छ। I know your work.
म तिम्रा कामहरू जान्दछु। That is how the Lord started. प्रभुले यसरी सुरु गर्नुहुन्छ। Now turn with me to Revelation chapter 2. मसँग तपाईले खोल्नुहोस् प्रकाश 2 अध्याय। Everybody, सबैजनाले, then only you will follow. तब मात्रै तपाई पछ्याउन सक्नुहुन्छ। Now Revelation chapter 2, अब प्रकाश 2 अध्याय the Lord is writing to the church at Ephesus. प्रभुले एफिससको मण्डलीलाई लेख्नु हुँदैछ। Verse 2, 2 पद, I know thy work. म तिम्रा कामहरू जान्दछु। Now secondly, दोस्रो, the message to Smyrna. स्मरण मण्डलीलाई जो सन्देश छ। Verse 9, 9 पद, look into your Bible. आफ्नो बाइबलहरुमा हेर्नुहोस्। I know thy work. म तिम्रा कामहरू जान्दछु। Thirdly, तेस्रो, the message to Pergamos. पर्गामस मण्डलीलाई। Verse 13, 13 पद, I know thy work. तिम्रा कामहरू म जान्दछु। Fourthly, the message to Thyatira. चौथो, थियाटिरा मण्डलीलाई सन्देश। Verse 19, 19 पद, I know thy work. म तिम्रा कामहरू जान्दछु। Now, fifthly, पाँचौं, the message to Sardis. सार्डिस मण्डलीलाई सन्देश। Chapter 3, 3 अध्याय, verse 1, 1 पद, last part. अन्तिम भाग, I know thy work. तिम्रा कामहरू म जान्दछु। Sixthly, छैटौं, the message to Philadelphia. फिलाडेल्फिया मण्डलीलाई सन्देश। Third chapter, तेस्रो अध्याय, verse 8. 8 पद, I know thy work. म तिम्रा कामहरू जान्दछु। Seventhly, सातौं, the message to Laodicea. लाउडिसियाको मण्डलीलाई सन्देश। Verse 15. 15 पद, I know thy work. म तिम्रा कामहरू जान्दछु। Do you understand? बुझ्नुहुँदैछ तपाईले? God is very much, listen carefully. ध्यानपूर्वक सुन्नुहोस्। The Lord is very much interested in the work that you are doing for the Lord. प्रभुको निम्ति तपाईले जे पनि काम गर्नुहुँदैछ त्यो सम्बन्धमा चाहिँ तपाईप्रति प्रभु अति नै उत्सुक हुनुहुन्छ। God is very much interested how we are doing God's work. हामीले चाहिँ परमेश्वरको काम कसरी गर्दैछौँ त्यो सम्बन्धमा प्रभुले ठूलो चासो राख्नुहुन्छ। Because a day is coming किनभने एउटा दिन आउँदैछ that God is going to reward us. कि प्रभुले हामीलाई इनाम दिनेवाला हुनुहुन्छ। No man take thy crown. कुनै मानिसले तिम्रो मुकुट खोसेर नलैजाओस्। Revelation प्रकाश chapter 22. 22 अध्याय, Revelation chapter 22, प्रकाश 22 अध्याय, verse 12. 12 पद, We are going to read it together. हामी सबै मिलेर पढ्नेछौँ। Everybody. सबै मिलेर, And behold, हेर come अनि हेर quickly, म चाँडै आउँछु and my reward अनि is हरेक with me, मानिसलाई to give जस्तो every उसको man काम हुनेछ according त्यही as his अनुसार work shall दिनलाई be. मेरो इनाम मसित छ। take a pen or a pencil तपाईले त्यो पेन कलम लिनुहोस्, पेन्सिल लिनुहोस्, and underline. यसलाई तपाईले दाग लगाउनुहोस्। And my reward is with me to give every man according as his work. अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ त्यही अनुसार दिनलाई मेरो इनाम मसित छ। A day is coming एउटा दिन आउँदैछ when our work is going to be evaluated. जब हाम्रो कामहरूको चाहिँ हिसाब किताब हुनेछ, It is going to be tested. त्यो चाहिँ जाँचिनेछ। How? कसरी? By fire. आगोद्वारा। That is what God is going to do. प्रभुले यसो गर्नेवाला हुनुहुन्छ। If it endures, यदि यो रहिरह्यो भने, if it endures the fire, जब त्यो आगोमा भएर रहिरह्यो भने you will be rewarded. तपाईले इनाम पाउनेवाला हुनुहुन्छ। Do you understand? तपाई बुझ्नुहुँदैछ? Now what I want to share with you is, अब तपाईको साथमा म के बाँडचुड गर्न चाहन्छु भने in the 7 churches, यी 7वटा मण्डलीहरूमा 2 churches were very good. 2 मण्डलीहरू चाहिँ अति असल थिए। 5 churches remaining. 5वटा रहेका मण्डलीहरू In this session, यो खण्डमा God willing, if I get another opportunity, प्रभुको इच्छा भए मैले अर्को मौका पाए भने I am going to share with म you तपाईको साथमा बाँड्ने छु that these 5 churches, यी 5वटा मण्डलीहरू the opposition or the enemy they faced while doing the work of God. परमेश्वरको काम गर्दाखेरि जुन प्रकारको विरोध, जुन प्रकारको शत्रुको सामना उनीहरूले गर्नु पर्यो, I'm going to repeat again. म फेरि दोहोऱ्याउने छु।
5 churches. 5 वटा मण्डलीहरू When they were working for the Lord, जब उनीहरू प्रभुको निम्ति काम गर्दै थिए they faced opposition. उहाँहरूले चाहिँ त्यो विरोधको सामना गर्न पर्यो, They faced the enemy. उनीहरूले शत्रुको सामना गर्न पर्यो And God found that. अनि प्रभुले उनीहरूलाई भेटाउनु भयो, Today- ती कुराहरू भेटाउनु भयो। Sorry, brother. Today, आज in our mandalis, हाम्रा मण्डलीहरूमा everywhere, जहीँ कहीँ we are also facing the same enemy. हामीले पनि त्यही शत्रुको सामना गर्नु पर्दैछ, We are facing the same opposition. हामीले त्यही विरोध सहनु पर्दैछ। And the Lord was very much concerned about that. अनि त्यो सम्बन्धमा चाहिँ प्रभु चाहिँ अति नै फिक्री गर्नुहुन्थ्यो And the Lord was very, very much troubled. अनि प्रभु चाहिँ धेरै धेरै विचलित हुनुभयो And he pointed out where they have fallen. अनि उनीहरू चाहिँ कहाँ कहाँ पतित भए ती कुराहरू उहाँले औलाएर भन्नुभयो। To every church, हरेक मण्डलीलाई the Lord said, प्रभुले भन्नुभयो you repent. तिमीले पश्चाताप गर, You must repent. तिमीले पश्चाताप गर्नै पर्छ। In this area, यो क्षेत्रमा you are failing. तिमी हारेको छौ, That is what the Lord said. प्रभुले यसो भन्नुभयो। My dear brothers, मेरो प्रिय दाजुभाइहरू, my dear sisters, मेरो प्रिय दिदीबहिनीहरू, I have no doubt मसँग कुनै शङ्का छैन that everyone who has come here, कि हरेक जो यहाँ आउनु भएको छ that you love the Lord. कि तपाईले प्रभुलाई प्रेम गर्नुहुन्छ। I know that. म यो जान्दछु, Because you love the Lord, तपाईले प्रभुलाई प्रेम गर्नु भएको कारणले you have come to the holy convocation. तपाई पवित्र महासभामा आउनु भएको छ। You love the Lord. प्रभुलाई प्रेम गर्नुहुन्छ And तपाईले you want to serve the Lord. अनि तपाई प्रभुको सेवा गर्न चाहनुहुन्छ। You have a great desire. तपाईको ठुलो चाहना छ। But what material are you using to build God's work? अनि परमेश्वरको कामलाई निर्माण गर्नुको निम्ति कस्ता सामग्रीहरू तपाईले चलाउनु हुँदैछ? God is very much concerned. प्रभु चाहिँ एकदमै उत्सुक हुनुहुन्छ। Now turn your Bibles. तपाईले बाइबल खोल्नुहोस्। It is a very well-known verse. All of us know this very well. हामी राम्रोसँग जान्दछौँ, एउटा प्रचलित एउटा पद छ। I am not telling you something new. म तपाईलाई कुनै एउटा नयाँ कुरो गरिरहेको छुइनँ, You know it very well. तपाई राम्रोसँग जान्नुहुन्छ। And we as believers, अनि हामी विश्वासी भएको नाताले we need to be reminded again and again. हामीलाई चाहिँ घरिघरि याद दिलाउनु पर्दछ, We are working for the Lord. हामी प्रभुको निम्ति काम गर्दैछौँ। We have to understand that we are serving a holy God. हामीले यो कुरा बुझ्नुपर्छ, हामी चाहिँ पवित्र परमेश्वरको सेवा गर्दैछौँ। Very important. यो अति मुख्य छ। And when we are serving a holy God, जब हामी पवित्र परमेश्वरको सेवा गर्दैछौँ, our hands must be clean. हाम्रा हातहरू चाहिँ शुद्ध हुनुपर्छ, Our mind, our heart must be clean. हाम्रो मन अनि हाम्रो हृदय पनि चोखो हुनुपर्छ, Because we are serving a holy God. किनभने हामीले पवित्र प्रभुको सेवा गर्दैछौँ। And it's very, very important that we read these verses, even though we know it. 1 Corinthians chapter 3. अनि हामीले यो कुरा, यो वचनहरू राम्रोसँगले जाने तापनि हामीले यो पढ्नै पर्छ। पहिलो कोरिन्थी 3 अध्याय From verse 12 to verse 15. 12 देखि लिएर 15 पदसम्म We are going to read it alternatively. हामी पालै पिलो गरिकन पढ्नेछौँ। Brother Arpan will read verse 12 भाइ अर्पणले 12 पद पढ्नुहुन्छ, and we read the following verse हामी पछिको पदलाई पढ्नेछौँ loudly. ठुलो स्वरले। पहिलो कोरिन्थी 3 अध्याय 12 पद, अब कुनै मानिसले त्यस जगमाथि सुन, चाँदी, रत्नहरू, काठ, घाँस वा परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ। 13 पद, Every man's work किनकि यो त्यो shall be दिनले made manifest, यो for the काम day shall देखाउनेछ, declare it. किनकि आगोद्वारा त्यो fire. प्रकट गरिनेछ। The fire shall अनि try every हरेकको man's काम work or sorted. त्यो कस्तो किसिमको रहेछ भने आगोले जाँच गरिनेछ। कुनै मानिसको काम जे उसले त्यसमाथि बनाएको छ रहिरह्यो भने उसले इनाम पाउनेछ। Verse 15. Any कसैले man's कसैको work shall काम be burned. जलिजान्छ भने suffer loss उसले of हानि him. भोग्नेछ, तर ऊ आफै चाहिँ बाँच्नेछ, तर आगोबाट भएर उम्के जस्तो। So our work is going to be tested by fire. यसै कारणले अब हाम्रो कामहरू चाहिँ आगोद्वारा जाँचिनेछ। There are two kinds of material we can use for God's work. प्रभुको कामको निम्ति दुई प्रकारका सामग्रीहरू छन् जो हामी प्रयोग गर्न सक्दछौँ। That is what Paul is writing. जुन कुरो पावलले लेख्नु हुँदैछ, What is the first material? सबैभन्दा पहिलो सामग्री के हो? Wood, hay and stubble. काठ, घाँस र पराल। Where does it grow? त्यो कहाँनिर बढ्छ? It grows on the surface of the earth. त्यो चाहिँ यो पृथ्वीको सतहमाथि उम्रन्छ। Do you understand? तपाईँ बुझ्नुहुन्छ?
This is one material we can use. यो चाहिँ एक प्रकारको सामग्री हो जो हामी प्रयोग गर्न सक्छौँ। What does wood, hay, and stubble remind us काठ घाँस र परालले हामीले के कुराको याद गराउँछ in doing God's work? प्रभुको काम गर्दा हुँदी Using our carnal weapons. हामीले हाम्रो शारीरिक हतियारहरू प्रयोग गर्नु। Doing God's work out of my flesh. म चाहिँ एउटा शरीर अनुसार प्रभुको काम गर्नु। Whatever I do म जे पनि गर्दछु for the Lord, प्रभुको निम्ति I am doing it out of flesh म चाहिँ शरीरमा भएर शरीर अनुसार गर्दैछु। to build my kingdom, म मेरो राज्य बनाउनका निम्ति, to get my name. मेरो नाम कमाउनुको लागि। Everybody must know. सबैले चिन्नु पर्छ, Everybody must look at me. सबैले मलाई हेर्नु पर्छ। There is one infectious disease एउटा यस्तो सर्वा रोग छ among Christians क्रिस्चियनहरूको बीचमा, that is like coronavirus. त्यो चाहिँ कोरोना भाइरस जस्तो छ। You know what is that disease? तपाईलाई थाहा छ त्यो बिमार के हो? Today in every mandali we have. आज हामीसँग भएको हरेक मण्डलीमा It is called attention seeker. त्यसलाई भन्छ आकर्षणको चाहना राख्ने, खोजी गर्ने। Everybody सबैजना must come and praise me. मलाई आएर मेरो प्रशंसा गर्नुपर्छ। Very good. कति राम्रो, Very good message, brother. कति राम्रो सन्देश दाजु। The Lord spoke to me. प्रभु मसँग बोल्नु भयो। Very good. कति राम्रो। This is very good only for little while. यो कति राम्रो त थोरै समयको निम्ति मात्रै हो। I'm very sorry to say. म दुखी छु यो कुरा भन्दा। Many of us are doing God's work out of zeal. अनि धेरैजनाले चाहिँ एउटा जोशमा रहेर चाहिँ प्रभुको काम गर्नु हुँदैछ। You ask every believer, तपाईले हरेक विश्वासीलाई सोध्नुहोस्, how are you, brother? तपाई कस्तो हुनुहुन्छ दाजु? Very busy, 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 busy. अब कस्तो व्यस्त 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 व्यस्त। What busy? कस्तो व्यस्त? Doing God's work. प्रभुको काम गर्दा From morning till night. बिहानदेखि रातिसम्म Running around. कुदेको कुदेकै। And evening you come back home. अनि बेलुका फर्केर घर आउनुहुन्छ, My blood pressure is high. मेरो चाहिँ रक्तचाप चाहिँ बढेर गएको छ। Who asked you to run? कसले कुद्नु लगायो? Did God ask you to go to all those places? सबै जग्गा कुदेर जानु प्रभुले लाउनु भयो तपाईलाई? You ran everywhere. त तिमी आज सबै जग्गा कुद्यौ And your BP is gone high. अनि तिम्रो रक्तचाप बढेर गयो। Doing God's work out of wood, hay, and stubble. प्रभुको काम चाहिँ घाँस काठ वा परालले गरेको। When the Lord returns, जब प्रभु फर्किनुहुन्छ, I always use this example. म जहिले पनि यो नमुना काममा लाउँछु। When you build God's work out of wood, hay, and stubble, जब तपाई काठ घाँस या परालले प्रभुको काम बनाउनुहुन्छ, in Nepal, in India, नेपाल र इन्डियामा farmer, किसानहरू he will build with hay, उसले परालले बनाउँछ, like a big mountain. एउटा ठुलो पहाड जस्तो बनाउँछ। Have you seen that? देख्नु भएको छ? The farmer does that किसानहरूले गर्छन्, out of hay. त्यो परालले बनाउँछन् And it is in the sun, अनि त्यो चाहिँ घाममा हुन्छ, hot sun. एकदम चर्को घाममा। Take a matchstick, एउटा सलाई लिनुहोस्, keep it underneath, मुनि राख्नुहोस्, few minutes, एकै थोरै मिनेटमै burn. सबै जलेर जान्छ। How many years work? कति वर्षको काम? 30 years, brother. 30 वर्ष दाजु। I worked in Zion. सियोनमा काम गरे मैले। All the elders told I'm very good. सबै एल्डरहरूले भन्नुभयो म त राम्रो छु। You're a good worker, they told. उनले भन्यो तिमी त कति असल काम गर्नेछौ। But when the Lord tested your work, जब प्रभुले तपाईको कामलाई जाँच्नु भयो, burned सब जल्यो in few minutes. थोरै समयमै। What is the second material दोस्रो सामग्री के हो that Paul writes? जो पाउलले लेख्नु भयो? Gold, silver, precious stone. सुन चाँदी रत्नहरू। That reminds us यसले हामीलाई सम्झना गराउँछ doing God's work in God's way. परमेश्वरको काम परमेश्वरको तरिकाले गर्नु। And that work, अनि त्यो काम when it's tested through fire, जब यो आगोमा भएर जाँचिन्छ, it will last. यो चाहिँ रहिरहन्छ। And God will give you अनि प्रभुले तपाईलाई दिनुहुन्छ His reward. उहाँको इनाम। Do you understand? बुझ्नुहुन्छ तपाईले? So we must examine ourselves. यसकारणले गर्दा हामीले आफूलाई जाँच्नु पर्छ। Lord, the work that I'm doing for you, what material am I using? प्रभु जुन काम म तपाईको निम्ति गर्दैछु, मैले कस्तो सामग्री प्रयोग गर्दैछु? Lord, forgive me. प्रभु मलाई क्षमा गर्नुहोस्। I have been doing your work to please men, मैले त मान्छेलाई खुसी पार्नुको निम्ति तपाईको काम गर्दैछु, to build my own kingdom. मेरो आफ्नै राज्य बनाउनका लागि।
My dear brothers, my dear sisters, मेरो प्रिय दाजुभाइ, मेरो प्रिय दिदी बहिनीहरू, if I die today, आज म मरे भने they will place me in a coffin. मलाई चाहिँ एउटा कफिनमा राखिन्छ। They'll put every suit and everything, they'll put me in the coffin. सुट लगाएर मलाई कफिनमा लाउँछ। I can't even take this Bible. म यो बाइबल पनि लानु सक्दिनँ। I can't take 1 rupee, 1 paisa with me. म 1 रुपियाँ 1 पैसा पनि लानु सक्दिनँ। But do you know what I can take with me? तर तपाईलाई थाहा छ म के लान सक्छु मेरो साथमा? Do you know what I can take with me? तपाईलाई थाहा छ म के लान सक्छु मेरो साथमा? When I die, जब म मर्छु, I have to leave everything behind. मैले सबै कुराहरू पछाडि छोड्नु पर्छ। My beautiful house, मेरो सुन्दर घर, everything. सबै कुरा I will go alone. म एक्लै जान्छु। You know what I can take? तपाईलाई थाहा छ म के लिएर जान सक्छु? Revelation प्रकाश chapter 14 14 अध्याय and verse 13. अनि 13 पद। Shall we read it together? यसलाई हामी सबै मिलेर पढौं। Revelation प्रकाश chapter 14 14 अध्याय verse 13. 13 पद। All together. सबै मिलेर। And I अनि heard मैले स्वर्गबाट मलाई voice यसो from heaven भनिरहेको saying एउटा unto आवाज me, सुने, Right, लेख blessed are the ती dead which मरेकाहरू die in the Lord धन्य हुन् from जो अब hence देखि they उसो may rest प्रभुमा from their मर्छन्। labors, and their आत्मा works भन्नुहुन्छ to follow. तिनीहरूले आफ्ना परिश्रमहरूबाट विश्राम पाउन् अनि तिनीहरूका कामहरू तिनीहरूका पछि लाग्छन्। We are going to read this verse again. हामी यो पदलाई फेरि पढ्ने छौं। All are not reading. सबैले पढिरहेका छैनन्, Only few are reading. थोरैले मात्रै पढ्नु हुँदैछ। Everybody सबैले loudly. ठुलो स्वरले। And अनि मैले स्वर्गबाट मलाई यसो भनिरहेको एउटा आवाज सुने, लेख ती मरेकाहरू धन्य हुन् जो अब उसो प्रभुमा मर्छन्। आत्मा भन्नुहुन्छ तिनीहरूले आफ्ना परिश्रमहरूबाट विश्राम पाउन् अनि तिनीहरूका कामहरू तिनीहरूका पछि लाग्छन्। And how clearly it is said here, their works do follow them. यहाँ कति स्पष्टताको साथमा भनिँदैछ तिनीहरूका कामहरू तिनीहरूको पछि लाग्छन्। My dear brothers, my dear sisters, मेरा प्रिय दाजुभाइहरू, मेरा प्रिय दिदी बहिनीहरू, young people, जवानहरू, wherever you are, तपाईँ जहाँ पनि हुनुहुन्छ, I want to remind you, म तपाईलाई सम्झना गराउन चाहन्छु। we must learn to do God's work in God's way. हामीले सिक्नुपर्छ प्रभुको काम प्रभुको तरिकाले गर्नु। We must not do it out of the flesh. हामीले चाहिँ शरीर अनुसार गर्नु हुँदैन। So I want to share with you once again what is the opposition or the enemy that these 5 churches faced when they were serving the Lord. प्रभुको काम गर्दा हुँदी यी 5 वटा मण्डलीहरूले कस्तो प्रकारको विरोध, कस्तो प्रकारको शत्रुको सामना गर्नु पर्यो म तपाईहरुलाई बताउन चाहन्छु। We are going to go through these 5 churches. हामी यी 5 वटा मण्डलीहरुमा भएर जानेवाला छौं। And the first church is the church at Ephesus. सबैभन्दा पहिलो मण्डली चाहिँ हो एफिससमा भएको मण्डली। Everybody turn your Bibles to the book of Revelation and chapter 2. तपाईले दया गरी पल्टाउनुहोस् प्रकाशको पुस्तक सबैजनाले 2 अध्यायलाई। We are going to do a small Bible reading हामी एउटा सानो बाइबल पठन गर्ने छौं। from verse 1 to verse 7. 1 देखि लिएर 7 पदसम्म। I'm going to wait for everybody to open your Bible. म पर्खिनेवाला छु सबैले आफ्नो बाइबल खोल्नका निम्ति। We are going to read it alternatively. हामी सबैजना पालैपिलो गरेर पढ्ने छौं। What is the opposition that the church at Ephesus faced? एफिससमा भएको मण्डलीले कस्तो प्रकारको विरोधको सामना गर्न पर्यो? Alternatively. पालैपिलो गरिकन Read your portion loudly. आफ्नो भाग चाहिँ ठुलो स्वरले पढ्नु होस्। एफिससमा भएको मण्डलीका दूतलाई लेख जसले 7 वटा ताराहरू आफ्नो दाहिने हातमा लिएका छन्, जो 7 वटा सुनका सामदानहरूको बीचमा हिड्छन्, उनैले यी कुराहरू भन्दछन्। I know thy म तिम्रो works and कामहरू, thy labor तिम्रो and the परिश्रम patience र of तिम्रो thy धीरज servant. जान्दछु, यो पनि जान्दछु तिमी खराब मानिसहरूलाई सहन सक्दैनौ अनि जसले हामी प्रेरितहरू हौं भन्छन् तर होइनन्, तिमीले तिनीहरूलाई जाँचेको छौ र तिनीहरूलाई झुट पाएका छौ अनि तिमीले सहेका छौ, धीरज धरेका छौ, मेरो नामका निम्ति परिश्रम गरेका छौ र थकित भएका छैनौ। तरै पनि म तिम्रो विरोध मेरो केही कुरा छ किनकि तिमीले आफ्नो पहिलो प्रेम छोडेका छौ। यसकारण तिमी कहाँबाट खसेका छौ? सम्झना गर,
पश्चाताप गर र पहिलेका कामहरू गर, नत्र भने म तिमी कहाँ चाँडै आउनेछु र तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछ। But this thou तर hast, तिमीसँग जो कुरा that thou चाहिन्छ, hatest the deeds of तिमीले Nicolaitans, which I also निकोलाइटका hate. कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु। जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जय पाउँछ उसलाई म परमेश्वरको स्वर्गलोकको बीचमा भएको जीवनको रूपबाट खान दिनेछु। So the church at Ephesus was in the present day Turkey. यो एफिससमा भएको मण्डली जो वर्तमान समयको टर्कीमा छ, And the Lord is telling them it was a wonderful church, wonderful messenger. अनि यो मण्डली चाहिँ एउटा अद्भुत मण्डली थियो अनि अद्भुत यहाँ सन्देश वाहक थिए। The Lord had some very good things to talk about the church at Ephesus. एफिससमा भएको मण्डलीको सम्बन्धमा कति असल कुराहरू थियो प्रभुको साथमा उनीहरूलाई भन्न। That is what we read in verse 2 and 3. हामीले 2 अनि 3 पदमा यही कुरो पढ्यौं। If you turn your Bible, तपाईले आफ्नो बाइबल खोल्नु भयो भने what did the Lord tell them? प्रभुले उनीहरूलाई के भन्नुभयो? Everyone at Ephesus, एफिससमा भएको सबैजना, I know your work म तिमीहरूको काम जान्दछु and thy labor, अनि तिम्रो परिश्रम and I know your patience, अनि म तिम्रो धीरज पनि जान्दछु। how thou cannot bear which are evil. अनि जो खराब मानिसहरू छन् उनीहरूलाई तिमी सहन सक्दैनौ। The church at Ephesus, they hated evil. अनि एफिससमा भएको मण्डलीले चाहिँ खराबलाई घृणा गर्थे And Lord found that. अनि प्रभुले त्यो कुरा पाउनुभयो। And thou hast tried them, अनि तिमीले उनीहरूलाई जाँचेका छौ, which say they are apostles, जसले चाहिँ हामी प्रेरितहरू हौं भन्छन् and are not, तर होइनन्, and hast found them liars. अनि तिनीहरूलाई चाहिँ झुटा पाएका छौ। Now see verse 3. अब 3 पदलाई हेर्नुस्। All the good things, राम्रा राम्रा कुराहरू and has borne and has patience for my name's sake. अनि मेरो नामको खातिर तिमीले सहेका छौ, धीरज पनि धरेका छौ। They labored night and day, उनीहरूले रात दिन परिश्रम गरे and in doing God's work, अनि प्रभुको काम गर्दा they did not faint. उनीहरू थाकेनन्। Beautiful things. कति सुन्दर कुराहरू The Lord had to talk about them. प्रभुले उनीहरूको सम्बन्धमा भन्न पर्थ्यो। But see now the complaint तर अब हेर्नुस् गुनासो in verse 4. 4 पदमा। This is very important. यो अति मुख्य छ। What is the Lord telling them? प्रभुले उनीहरूलाई के भन्नुहुँदैछ? You are a good church. तिमी एउटा असल मण्डली हौ, You do lot of work. तिमीले कति धेरै काम गर्दछौ। But what happened? तर के भयो? Verse 4. 4 पद, Altogether, सबै मिलेर तर nevertheless, पनि तिम्रो विरोध I have sinned मेरो केही against thee कुरा because thou छ। hast left thy first love. So the Lord is telling them, you are doing very good work, यसै कारण प्रभुले भन्नुहुँदैछ तिमीले कति असल काम गरिरहेका छौ, but you have left your first love. तर तिमीले आफ्नो पहिलो प्रेमलाई चाहिँ गुमाएका छौ, छोडेका छौ। You have left your first love for the Lord. तिमीले तिम्रो प्रभु प्रतिको पहिलो प्रेमलाई चाहिँ छोडेका छौ। 1 minute, एक मिनट I want you to remember. म तपाईलाई याद गरेको चाहन्छु। Do you remember the day you were born again? त जुन घडी तपाईले नयाँ जन्म पाउनुभयो त्यो दिन याद छ? Even though you did not write in the Bible, but do you remember the day you were born again? तपाईले बाइबलमा नलेखे तापनि के तपाईले नयाँ जन्म पाउनु भएको दिन थाहा छ? What love you had for the Lord. प्रभु प्रतिको तपाईको कस्तो प्रेम थियो, What zeal you had. कस्तो जोश थियो। Every day you kept on telling the Lord, तपाईले हरेक दिन प्रभुलाई भन्नुभयो, Lord, thank you for saving me. प्रभु तपाईलाई धन्यवाद छ मलाई बचाउनु भएको निम्ति। Lord, I love you. प्रभु म तपाईलाई प्रेम गर्दछु। In other words, यी अर्को शब्दहरुमा the church at Ephesus एफिससमा भएको मण्डली started off the ministry with much love. कति धेरै प्रेमको साथमा उनीहरूले त्यो कामलाई त्यो सेवालाई सुरु गरेका थिए। They had a great passionate to serve the Lord. उनीहरूको साथमा चाहिँ प्रभुको काम गर्नुको निम्ति कति ठुलो प्रेम थियो। They spend a lot of time with the Lord morning and evening. उहाँहरूले चाहिँ बिहान र साँझ धेरै समय प्रभुको साथमा समय बिताउनुहुन्थ्यो। They did everything out of love for the Lord. उनीहरूले चाहिँ सबै कुरा चाहिँ प्रेम प्रभु प्रतिको प्रेमको कारणले गर्दथे। They did everything for the Lord. प्रभुको निम्ति सबै कुरो गरे। And the church grew. अनि मण्डली बढ्यो। Many people started coming to the church. धेरै मानिसहरू मण्डलीमा आउन सुरु गरे। The church began to grow. मण्डली बढ्दै जान सुरु गर्यो। They had youth meeting.
उनीहरूको साथमा जवानहरूको सेवा हुन्थ्यो, They had holy convocation. उनीहरूको पवित्र महासभाहरू हुन्थ्यो, They brought very good speakers. उनीहरूले असल असल सन्देशवाहकहरू ल्याए। The Lord is telling them, प्रभुले उनीहरूलाई भन्नुहुँदैछ all that was counted for nothing. सबै कुराहरू चाहिँ एकदमै त्यो व्यर्थ गनियो। Why? किन? No love. किन प्रेमै छैन, There is no love for the Lord. प्रभुको निम्ति प्रेमै छैन। And that grieved the Lord very much. अनि यो कुरोले चाहिँ प्रभुलाई धेरै नै दुखित बनायो। Today, what is happening to you and to me? आज तपाईलाई अनि मलाई चाहिँ के हुँदैछ? What is happening? के हुँदैछ? Our eye is only on the work, हाम्रो आँखा चाहिँ नेत्र चाहिँ काममा मात्रै छ, but no love for the Lord. तर प्रभुप्रति प्रेमै छैन। We are doing God's work without love for Him. हामीले चाहिँ प्रभुको काम उहाँप्रतिको प्रेम विहीन गर्दैछौँ। The worker became very busy with the work. अनि काम गर्ने सेवक चाहिँ कामसँग अति नै व्यस्त भयो। You remember the Lord Jesus Christ asked Peter, तपाईले त्यो याद गर्नुहुन्छ जब प्रभु यीशु मसीहले पत्रसलाई प्रश्न गर्नुभयो, you don't need to turn, तपाईले खोल्नु पर्दैन। John chapter 21, यूहन्ना 21 अध्याय 15, 16, 17, 15, 16 अनि 17 पद, 3 verses. 3 वटा पदहरू। The Lord asked Peter प्रभुले पत्रसलाई सोध्नुहुन्छ 3 times, 3 चोटि, Peter, पत्रस do you love me? के तिमी मलाई प्रेम गर्छौ? Peter, पत्रस do you love me? के तिमी मलाई प्रेम गर्छौ? 3rd time, तेस्रो चोटि, Peter, पत्रस do you love me? के तिमी मलाई प्रेम गर्छौ? 3 times. 3 पल्ट। Peter must have thought, पत्रसले सोच्यो होला what happened to the Lord? के भयो प्रभुलाई? He's asking the same question. उहाँले एउटै प्रश्न गर्नुहुँदैछ। The Lord wanted to make sure. प्रभु निश्चित गराउन चाहनुहुन्थ्यो। Finally, अन्तमा Peter said, पत्रसले भने, yes, Lord, you know that I love you. ओ प्रभु तपाईँ जान्नुहुन्छ म तपाईलाई प्रेम गर्दछु। Then the Lord commissioned them to serve him. अनि प्रभुले चाहिँ उहाँको सेवा गर्नको निम्ति उनलाई ठहराउनु भयो। Feed my sheep now. मेरो भेडाहरूलाई चराऊ। My dear brothers, my dear sisters, मेरा प्रिय दाजुभाइहरू, मेरा प्रिय दिदीबहिनीहरू, Lord is very much concerned with our work. प्रभु चाहिँ हाम्रो कामको सम्बन्धमा चाहिँ अति नै फिक्री गर्नुहुन्छ। Can I tell you something very important? Will you please listen to me? म तपाईलाई एउटा अति नै मुख्य कुरा भनौँ, के तपाईँ मलाई सुन्नुहुने? It is very, very difficult in the life of the believer to preserve the first love for the Lord. अनि एउटा विश्वासीले चाहिँ आफ्नो विश्वासी जीवनमा प्रभुपतिको पहिलो प्रेमलाई चाहिँ जोगाएर राख्नु चाहिँ अति नै कठिन छ। In this world, with so many distraction and attraction, यो संसारमा जो यति धेरै अल्मलाउने कुरा, यति धेरै आकर्षण गर्ने कुराहरूले घेरिएको अवस्थामा I want to remind you, म तपाईलाई याद गराउन चाहन्छु, with all humility, सबै नम्रताको साथमा this is for you and for me. यो तपाईको निम्ति हो, मेरो निम्ति हो। Fix your eyes upon the Lord. आफ्ना आँखाहरू चाहिँ येशूमाथि टक्ल गराउनुहोस्। Be devoted to Him every day. उहाँप्रति दिनहुँ भक्त बन्नुहोस्। Tell the Lord every day in your life, तपाईको हरेक दिनको जीवनमा प्रभुलाई भन्नुहोस्, Lord, I don't want to lose that first love for you. प्रभु म तपाईप्रतिको पहिलो प्रेमलाई कहिले पनि गुमाउन चाहदिन। Lord wants to hear that from our lips, from our heart. हाम्रो हृदय, हाम्रो ओठहरूबाट प्रभुले यी कुराहरू सुन्न चाहना गर्नुहुन्छ। I'm going to close in few minutes. अब म केही मिनेटमा बन्द गर्नेछु। I had time only for one church. मेरो एउटा मण्डलीको निम्ति मात्रै समय थियो। I will continue later when the Lord gives me an opportunity. प्रभुले मलाई मौका दिनुभयो भने म अरू कुराहरू हेर्नेछु। Please listen, दया गरी सुन्नुहोस् everybody. सबैले। You have heard about good work and evil work तपाईले असल काम, खराब काम भनेर सुन्नु भएको छ in the Old Testament. पुराना नियममा। When you come to the New Testament, जब नयाँ नियममा तपाईँ आउनुहुन्छ, you hear about dead work. तपाईले मरेको कामको बारेमा सुन्नुहुन्छ। Do you know what is dead work? तपाईलाई थाहा छ मरेको काम के हो? Do you know what is the answer? तपाईलाई थाहा छ उत्तर? Good work असल काम done without God's love प्रभुको प्रेम विहीन भएर गरेको, is dead work. त्यो चाहिँ मरेको काम। Everything we do for the Lord without love becomes dead work. अनि हरेक काम, जुनै पनि काम जो प्रभुको निम्ति म गर्छु तर बिना प्रभु प्रतिको प्रेम बिगर म गर्छु भने त्यो चाहिँ मरेको काम हो। This is God's desire. यो चाहिँ परमेश्वरको चाहना हो।
that we need to repent. हामीले पश्चाताप गर्नु परेको छ, We need to come back to Him. हामी उहाँका फर्की आउनु परेको छ। I'm very sorry to say this, म अति दुखित हुँदै यो कुरा भन्छु, and I'm telling this with all humility, यो अति नम्रताको साथमा म तपाईँलाई बताउँदैछु, including me. म आफैलाई पनि समावेश गरेर I'm telling this with much sadness. म धेरै दुःखको साथमा यो कुरा भन्दैछु। Our work is becoming dead work. हाम्रा कामहरू चाहिँ मरेका कामहरू हुँदैछ, It is becoming routine. यो त एउटा दस्तुर हुँदैछ। There is no love for God. प्रभुप्रतिको प्रेमै छैन। We are in a very critical situation. हामी अति जटिल समयमा छौँ। If you don't repent, पश्चाताप गर्नु भएन भने we are in great danger. हामी ठुलो खतरामा छौँ। A great man of God. एक त परमेश्वरको महान Please व्यक्तिले, listen. I'm going to close with this. दया गरी राम्रोसँगले सुन्नुहोस्। अब योसँग म बन्द गर्दैछु। A great man of God who's an expositor of the word of God, a great preacher. एकजना महान परमेश्वरको व्यक्ति जो चाहिँ परमेश्वरको वचनलाई चाहिँ विश्लेषण गर्न अति नै राम्रो हुनुहुन्छ, उनी महान प्रभुको प्रचारक C.H. Spurgeon. उहाँ चाहिँ C.H. स्पर्जन हुनुहुन्छ। He said like this, उहाँले यसरी भन्नुभयो, that in our spiritual life, हाम्रो आत्मिक जीवनमा we come to 4 stages. हामी 4वटा स्तरहरूमा आउँछौँ, And all these 4 stages are in the letter M. अनि यी 4वटा स्तरहरू चाहिँ In English. अङ्ग्रेजी शब्द एम मा आउँछ। M for mother. एम फर मदर भनेको आमा। 4 stages in our spiritual life. हाम्रो आत्मिक जीवनमा 5वटा जग्गाहरू, पदहरू। The first stage, सबैभन्दा पहिलो जग्गा, God uses an anointed man, M-A-N, first man, first M. सबैभन्दा पहिलो एम चाहिँ हो, परमेश्वरले सबैभन्दा पहिला चाहिँ एउटा अभिषिक्त जनलाई, व्यक्तिलाई प्रयोग गर्नुहुन्छ। By using that anointed man, ती अभिषिक्त जनलाई प्रयोग गरेर filled by the Holy Spirit, पवित्र आत्माले भरिएको कारणले God does a great movement. प्रभुले एउटा ठुलो काम गर्नुहुन्छ। Everywhere revival, सबै जग्गा जागृति, every church revival. हरेक मण्डलीमा जागृति। So what is the second stage? अनि दोस्रो स्तर चाहिँ के हो? Man God uses and then brings movement. अनि प्रभुले चाहिँ मान्छेलाई प्रयोग गरेर एउटा ठुलो काम गर्नुहुन्छ, Big movement, एउटा ठुलो काम, revival. एउटा जागृति। Everybody is talking. त्यो सबैजनाले त्यसको चर्चा गर्छन्। I can give you one good example. म एउटा असल नमुना दिन सक्छु, And that example is God used Uncle Buxing. अनि त्यो नमुना चाहिँ हो प्रभुले भाइजी भक्सिङलाई प्रयोग गर्नुभयो। God anointed this man प्रभुले यी व्यक्तिलाई अभिषेक गर्नुभयो from a Punjabi family. एउटा पन्जाबी परिवारबाट, And God used him to bring a big movement अनि प्रभुले उहाँलाई प्रयोग गर्नुभयो एउटा ठुलो काम, बृहत काम गर्नको निम्ति throughout India and many parts of the world. सम्पूर्ण भारत र विश्वका विभिन्न भागहरूमा Thousands were saved. हजारौंको संख्यामा प्रभुले मुक्ति पाए। So the first stage is man. सबैभन्दा पहिलो स्तर चाहिँ हो मान्छे। Second stage, दोस्रो movement. एकदम काम, हलचल। Third stage, तेस्रो स्तर, in the movement, everybody is talking about movement. अनि त्यो एकदमै ठुलो हलचलको काम भएको समयमा सबैले त्यसको विषयमा चर्चा गर्छन्। What the Lord did through the anointing of the Holy Spirit. अनि पवित्र आत्माको अभिषेकमा भएर प्रभुले कस्तो काम गर्नुभयो। And brings again our spiritual life to machine. अनि प्रभुले चाहिँ We come to the third stage, machine. Yeah. एउटा मसिनको अवस्थामा ल्याउनुहुन्छ, तेस्रो भाग। You understand? बुझ्नुहुँदैछ? Everything just going on. सबै कुरा अब हुँदै मात्रै जाँदैछ, Like machine. मेसिन काम गरेको जस्तो, Routine. एउटा दस्तुर जस्तो, रीति जस्तो। Sunday worship, आइतबारको उपासना, breaking of bread, रोटी भचाइ, hearing the word of God, प्रभुको वचन सुन्नु, put some offering, अलिकति केही भेटी हाल्नु, very happy. खुसी। Like machine. मसिन जस्तो, Routine. एकदम रीति दस्तुर, No love for God. प्रभुप्रतिको प्रेमै छैन। And when it is machine, अनि जब त्यो मसिन जस्तो काम गर्छ, what is next? अर्को के हुन्छ? Fourth stage, चौथो स्तर, fourth M, चौथो एम, monument. Monument. मोन्युमेन्ट, एउटा इमारत जस्तो। What is monument? एउटा इमारत के हो? Suppose my father
died. मानिलिनुहोस् मेरो बाबुको मृत्यु भयो, Say, our father died. मेरो बाबाको मृत्यु भयो, We go to the grave site. हामी त्यो चिहानपट्टि जान्छौँ In remembrance of him, अनि उहाँको सम्झनामा what do? के बनाउँछौँ? We build a monument. एउटा सानो इमारत बनाउँछौँ। Everybody will come and see the monument. सबैले आएर हेरेर त्यो इमारत हेर्छ। Oh, this is brother Kenneth's father. ए उहाँ त केनेथ भाइको पिता हुनुहुँदो रहेछ। Big monument. ठुलो इमारत छ। What does monument remind us? अब यो इमारतले हामीलाई चाहिँ के कुराको याद गराउँछ? Death. मृत्युलाई। 4 stages. 4 वटा स्तर। Man. मान्छे। What is the second one? Movement. एउटा ठुलो काम। We talk. त्यसको बारेमा चर्चा गर्छौँ। Boxing uncle, boxing uncle, boxing uncle. बक्सिङ अङ्कल, बक्सिङ भाइजी भन्दै कुरा गर्छौँ। Third stage. तेस्रो स्तरमा आइपुग्दा Machine. मेसिन जस्तो। Everything routine. सबै रीति दस्तुर जस्तो। Fourthly, चौथो, from machine we become monument. अनि हामी त्यो मेसिन जस्तो काम गरेर एउटा इमारत भइपठाउँछौँ। Death. मृत्यु। This is the stage that where we are today. अनि आजको दिन हामी यही अवस्थामा छौँ। How sad. यो कति दुःखको कुरा। And the Lord saw this in the church at Ephesus. अनि एफिससमा भएको मण्डलीमा प्रभुले यो कुरा देख्नुभयो। And the Lord was very clear. अनि प्रभु चाहिँ एकदमै सफा हुनुहुन्थ्यो। And the Lord told them, अनि प्रभुले भन्नुभयो उनीहरूलाई, nevertheless, तरै पनि I have somewhat against thee, तिम्रो विरोधमा मेरो के कुरा छ? because thou hast left thy first love. किनकि तिमीले आफ्नो पहिलो प्रेम छोडेका छौ। My dear brothers, मेरो प्रिय दाजुभाइहरू, my dear sisters, मेरो प्रिय दिदीबहिनीहरू, let us come back to him. हामी उहाँ कहाँ फर्कौँ। Let us tell the Lord, हामी प्रभुलाई भनौँ, Lord, I want to come back to you. प्रभु म तपाईँ कहाँ फर्कन चाहन्छु। I want to draw nigh to you. म तपाईँको नजिक आउन चाहन्छु। James chapter 4 verse 8. याकुब 4 अध्यायको 8 पद। Draw nigh to me, मेरो नजिकमा आऊ and I will draw nigh to you. अनि म तिम्रो नजिक आउनेछु। Are you willing to come to him? के तपाईँ उहाँको नजिक आउनलाई इच्छुक हुनुहुन्छ? Revelation प्रकाश chapter 3 3 अध्याय verse 7. 7 पद। I'm sorry, Malachi chapter 3 माफ गर्नुहोस्, मलाकी 3 अध्याय verse 7. अनि 7 पद। Return to me, म कहाँ फर्क and I will return to you. अनि म तिमी कहाँ फर्कनेछु। That is God's invitation. यो चाहिँ प्रभुको निमन्त्रणा हो। Will you take this serious? के यो कुरालाई तपाईँ गम्भीर लिनुहुने? And in our work that we are doing for the Lord, अनि जुन काम हामी प्रभुको निम्ति गर्दैछौँ, whatever work you are involved in your mandali, आफ्नो मण्डलीमा तपाईँ जुनै प्रकारको काममा तपाईँ किन अभ्यस्त नहुनु? let us do that work with much love for the Lord. हामी यी कामहरू चाहिँ प्रभु प्रतिको धेरै प्रेमको साथमा गरौँ। Shall we pray? हामी प्रार्थना गरौँ।